ठिक छ नि त, मामाको सपना पुरा भयो झन् हैन, राम्रो हो त नि। मामालाई चाहिँ के भएको थियो? जस्तो तपाईहरुले आज एउटा गीत रेकर्ड गर्नुभयो, रेशमा बराइली बहिनी हैन, नवगायिका विशुद्ध शङ्खसभाबाट आउनु भएको, आज रेकर्डिङ गर्नुभयो। अब यो रेकर्डिङ त एकदम हामीले पनि सुन्यौं, राम्रो लाग्यो, स्वर अत्यन्तै मिठो छ हैन। अहिले चलेका लोकप्रिय कलाकारहरूको तुलनामै छ हैन, एउटा संगीत नसिकेको भन्नुभयो तपाईले। जस्तो तपाई एउटा चाहिँ नेपाली संगीतमा सक्रिय संगीतकर्मी हैन, आज गीत रेकर्ड गराउनु भयो, शङ्खसभादेखि रेशमालाई ल्याएर गीत रेकर्ड गर्नुभयो, यहाँसम्मको जर्नी चाहिँ कसरी तय भयो यो अलि बताइदिनुस् न। यो चाहिँ यस्तो हो सर हैन, अब मैले फेसबुक चलाइराखेको थिएँ, फेसबुक चलाउँदाखेरि चाहिँ उसको एक्कासी त्यो उसकै साथीहरूले कसले सेयर गरेकोलाई मसँग साथीहरू सँगै अब भोजपुर त नजिक हो नि त हामी, अब साथीहरू धेरै हुन्छ। अनि त्यसपछि सेयर गर्दाखेरि उसले एउटा यस्तो मिठो गीत गाएको चाहिँ स्कुलको, त्यो स्कुलमा गाएको रहेछ। अनि त्यो सेयर गर्दाखेरि म कहाँ आइपुग्यो मेरो फेसबुकमा। अनि त्यसपछि मैले यसो सुनेको, यस्तो मिठो नेचुरल होइन, अब सङ्गीत पनि सिकेको छैन, गाउँको मान्छे उहाँ गाउँमा त कसरी सिक्छ, त्यस्तो सिक्दैन त सङ्गीत। अनि यस्तो टोनै मिठो क्या, अति मिठो, 3-4 चोटि सुने क्या। 3-4 चोटि सुनेपछि अनि मैले टक्क यस्तो सुनेँ। अनि त्यसपछि मैले टक्क मेरो दिदी चाहिँ सङ्गीता सारू भन्ने चाहिँ उहाँ के अरे यो वानामा टिचर हुनुहुन्छ, उहाँ चाहिँ लिङलिङ स्कुलमा। अनि दिदीलाई फोन, त्यो उसको भिडियो आएको 1 घन्टापछि मैले फोन हाने क्या दिदीलाई, मलाई रेशमा बहिनीको चाहिँ नम्बर चाहियो भने। अनि दिदीले आधी घन्टै पत्ता लगाइदिनु भयो क्या। अब के अरे कति खपन तिमीहरूको? 5 खपन होइन, 5 खपन के अरे नगरपालिकाको। अनि त्यसपछि सङ्गीता दिदीले चाहिँ ट्याक्कै के अरे फोन गरेर आधी घन्टापछि मलाई रेशमाको नम्बर चाहिँ मलाई उपलब्ध गराउनु भयो। अनि त्यसपछि उपलब्ध गराइसकेपछि नै मैले नि कल गरेपछि रेशमाहरू चाहिँ खादबारी शङ्खसभा पढ्दछ क्या सर होइन। शङ्खसभामा चाहिँ अब कलेज पढ्दैछ, 11मा पढ्दै रहेछ। अनि मैले कुरा गरेँ, तिमी म्युजिकमा इन्ट्रेस्ट छ कि छैन, के छ भनेर मैले सबै सोधेपछि एकदमै गाउन रहर छ उनलाई होइन, अनि एकदमै गाउन रहर। अनि त्यसपछि अनि मैले अलिकति म पनि कामको सिजनमा अलिक बिजी थिएँ, अब 1-2 महिना वेट गर, त्यसपछि हाम्रो कुरा चाहिँ भइरहेको थियो। ल है त अब म आउँछु यो टाइममा भनेर चाहिँ मैले लगभग 2 महिना जति चाहिँ उसलाई मैले उसको बाबासँग कुरा गरेँ, उसको मम्मीसँग कुरा गरेँ, उसको दाइसँग कुरा गरेँ। अनि त्यसपछि मैले चाहिँ नि के अरे बाबा मम्मीसँग कुरा गर्दा पनि उसको इन्ट्रेस्टै म्युजिकमा छ भनेर भन्नुभयो उसको बाबाले पनि। अनि त्यसपछि अनि ल अब ठ्याक्कै मेरो पनि यहाँ कामहरू सकेपछि अनि ल एकजना साथी र म चाहिँ लुजाउँ हामी खादबारी भनेर चाहिँ हामी सर काठमाडौँबाट गयौँ। अनि गएपछि सिन्धुलीको फोटो देखाएको तपाईँले त्यहाँ जाँदाखेरि त्यो हुन्छ नि रेशमालाई लिन भनेर हामी गएको सिन्धुलीतिर घुम्दै। अहिले त हामी जाँदै सिन्धुलीकै बाटो हो नि त, रमाइलो हुँदै उसलाई पनि हामीले अब रेशमालाई लिन जाँदैछौँ भने हामीले धनकुटातिर पनि लायौँ होइन। अनि त्यसपछि शङ्खसभाको त्यो अकरेको भिरहरूको पनि हामी रेशमा घर पुग्न आँट्यौँ भन्दै लायौँ। तर खासमा अझै रेशमाको घर जानु चाहिँ खादबारीबाट लगभग 3 घन्टा अफरोड जानुपर्ने छ क्या गाउँमा। अनि त्यसपछि लु नजाउँ, पानी पऱ्यो भने त फेरि हाम्रो बाइकहरू त त्यहीँ अड्किने हुन्छ, फेरि पानी पनि आउला जस्तो भएको थियो, नभन्दै बेलुका पानी आएको कि। अनि बेलुकामा खादबारी पुगेपछि अनि दाजु बहिनी उहीँ बस्दो रहेछ उनीहरू। अनि त्यसपछि भेट भयो। अनि त्यसपछि भेटपछि खाजासाजा खाइयो, गफसफ गरियो, एकछिन खादबारी बजार मजाले घुमियो। अनि त्यसपछि अनि उनीहरूसँग गफ चाहिँ बेलुका पनि अनि हामी बस्ने होटलमा चाहिँ दाजु बहिनीलाई नै बोलाइयो। अनि त्यसलाई बोलाएर अनि सबै हामीले बेलुका खानासाना सबैजना बसेर खाना खाइयो, गफसफ गरियो, गीतसित गाइयो होइन। अनि त्यसपछि उनीहरू दाजुबहिनी उनीहरूको बस्ने ठाउँतिर गयो, हामी सरमा चाहिँ त्यहाँ बस्यौँ। नभन्दै रातभरि पानी आयो हेर्नु होइन। हामी त्यो दिन उता गएको भएदेखि हामी 3-4 दिन उतै बस्नुपर्ने अवस्था आउँथ्यो क्या, बाटोमा हुन्थ्यो चिप्लो भएर यति पानी आयो कि बिहान हामी यस्तो। अनि त्यसपछि अनि ल पर्सि उनीहरू चाहिँ पर्सि हिँड्ने, अनि हामी चाहिँ फेरि भोलिपल्ट तल धरान झऱ्यौँ। अनि त्यसपछि अनि उनीहरूलाई चाहिँ यता बोलाएर अनि हामी फेरि काठमाडौँ फर्केको, यसरी भेट भएको। हजुर। अनि मोहन सर ठ्याक्कै चाहिँ रेशमाको घरमा पुग्दा चाहिँ कस्तो लाग्यो? पहिला कन्ट्याक्ट गर्नुभएको थियो भने? हजुर, पहिले कन्ट्याक्ट भएको थियो। सुरुमा चाहिँ दाइले मेरो गीत सुनेर मन पराउनु भएछ अनि मलाई फोन गर्नुभएको थियो। अनि टिका दाई त्यहाँ मकालु कन्सर्टमा आउनुभएको छ, भेट्नु भन्ने भन्नुभयो। अनि दाई पनि भोलिपल्ट आउनुभयो। अनि म पनि त्यहीँ खादबारीमै थिएँ। अनि दादा र म गयौँ दाईलाई भेट्न। त्यसपछि मैले एउटा गीत गाएको थिएँ अनि दाजुले फेरि टिकटकमा लगाइदिनु भएछ। अनि सबैजनाले मन पराउनु भएछ। अनि त्यसपछि
टिकटकमा मन पराएर मोहन सरले चाहिँ अनि रुचाउनु भयो, लिन जानुभयो होइन। अनि गीत चाहिँ रेशमाले पहिलादेखि नै गाउने हो, सानैदेखि गाउने हो भनौँ न? सानो त अहिले नि सानै हो होइन? हजुर सानै हो र अनि सानैदेखि नै चाहिँ गाउँथिनँ म। 9मा पुगेपछि चाहिँ गाउन थालेको, 9मा पढ्दै थिएँ त्यति बेलादेखि चाहिँ गाउन थालेँ, अलिअलि गाउँदै त्यतिकै। ए गीत चाहिँ कस्तो खालको गाउने गरेको छ? म पूर्वेली लोकगीत अनि त्यसपछि आधुनिक। आज रेकर्ड गरियो गीत होइन, उहाँदेखि आएर मोहन सरले नै लिएर आउनुभयो। अनि पहिलो पटक अब स्टुडियो त कहिले देखेको थिएन होइन, उहाँ गाउँमा बस्दाखेरि त गीत सुन्ने, मोबाइलमा सुन्ने अथवा कम्प्युटरमा हेर्ने, टिभीमा हेर्ने मात्रै थियो होइन। अनि यो रेकर्डिङ स्टुडियो चाहिँ कस्तो हुन्छ होला जस्तो लागेको थियो? देख्न त भिडियो त यताउता देखेको थियो होला होइन, पहिलोचोटि आउँदा चाहिँ कस्तो लागेको थियो? कसरी रेकर्ड गर्नुपर्छ होला जस्तो लागेको थियो? मलाई यो मतलब यस्तो पार्ट गर्दै अब एउटा पार्ट गर फेरि बिग्रियो भने फेरि गर्ने हो त्यस्तो चाहिँ लागेको थिएन। एकैचोटि नेपाल आइडलहरुमा जस्तो भइस भने गाउनुपर्छ होला अनि यसरी बिग्रेको ठाउँमा फेरि मिलाउँदै यस्तो गाउनुपर्छ जस्तो चाहिँ लागेको थिएन, तर यस्तो मिलाउँदै पनि गाउन पाइँदो रहेछ। मोहन सरले गीत गाउँदाखेरि कतिको गाली गर्नुपर्छ? सङ्गीतकारले त गाली गर्छन् नि त धेरै होइन, त्यो गाली भन्दा पनि अब राम्रो गरोस् भनेर सम्झाउनु भएको हो नि त, त्यही भएर मलाई रिस उठेर त्यस्तोमा रिस उठ्नु पनि हुँदैन। अनि आज गरेको गीत चाहिँ कस्तो लाग्यो? कस्तो खालको गीत हो आजको चाहिँ? पूर्वेली लोकगीत नै, पूर्वेली लोकगीत नै हो हजुर। अनि जस्तो मैले एउटा गीत गाएको सुनेको थिएँ क्या, मोहन सरले नि पठाउनु भएको त्यो एउटा फिल्मको गीत बगैँचामा नजाऊ तिमी होइन भन्ने गीत कस्तो राम्रो लागेको थियो मलाई। साह्रै त्यो एउटा प्रोफेसनल गायिकाले गाए जस्तो लागेको थियो क्या। त्यो गीत सुनौँ न एकपल्ट ल। बगैँचामा नजाऊ तिमी भमराले चुमिदेला, फुल सोचेर तिमीलाई फुल सोचेर। थ्याङ्क यू। गीत गाउन चाहिँ फिल्मको गीतमा अझ रुचि हो, धेरै इन्ट्रेस्ट लाग्छ? कस्तो कस्तो कुन कुन गीतहरू धेरै रुचि लाग्छ, मनपर्छ? अलिक पुरानो खालको गीत कि अहिलेको फिल्मको गीतहरू? मलाई पुरानो भन्दा त्यो यस्तो लोक भाका हुन्छ नि हो त्यस्तो चाहिँ अलिक आउँदैन, अनि आधुनिक र यस्तो पूर्वेली लोकगीत त्यस्तो मात्रै। अनि उहाँ स्टेजमा स्कुलमा गाइराखेको थियो कहिलेकाहीँ? हजुर गाउँथेँ, स्कुलमा प्रोग्राम हुँदाखेरि चाहिँ अलिअलि गाउँथेँ। ए त्यति बेला चाहिँ कस्तो रेस्पोन्स गर्थे गाउँदाखेरि? मिठो स्वर छ भन्थे? हजुर राम्रो छ, राम्रो गर्छौ तिमीले, पछि पनि राम्रो गर्दै जानु यसरी नै भन्दै भन्नुहुन्थ्यो सर म्यामहरूले। अनि जस्तो अहिले त गीत गाउनको लागि अहिले र पहिले जहिले पनि होइन अब जस्तो म्युजिक सिकेर आउनुपर्छ भन्छन्, सिक्नुपर्छ भन्छन् होइन, आज गाउँदाखेरि नि मैले सिकेको भए अझ राम्रो गाउँथेँ जस्तो लाग्छ? लाग्छ, त्यस्तो लाग्छ। अब त्यो गाउँमा त म्युजिक सिक्ने त्यो वातावरण नै हुँदैन, छैन पनि, ठाउँ पनि हुँदैन हजुर, त्यही भएर पनि अनि म्युजिक सिकेको भए चाहिँ मैले योभन्दा अझै राम्रो गर्थेँ कि जस्तो चाहिँ लाग्छ। रेस्मा अहिले चाहिँ पढ्दै हो? हजुर कति क्लासमा? 11मा पढ्छु। ए के पढ्नुहुन्छ? एजुकेसन। एजुकेसन भने चाहिँ टिचर बन्ने मान्छे अनि एम त टिचर बन्ने रहेछ, अनि गायिकातिर अब त्यो दुईपट्टि। ए तर मेरो त्यो टिचर भन्दा पनि मलाई चाहिँ यता सिङ्गर बन्न चाहिँ अलिक इन्ट्रेस्ट लाग्छ, त्यही भएर नै। सिङ्गर बन्दाखेरि भनौँ न अब यो चाहिँ मेरो यो ठ्याक्कै आइडल, यसको गीत सुन्छु म, यो सिङ्गरको जस्तो म बन्छु भन्ने हुन्छ नि, त्यस्तो आइडल को छ? मलाई रचना रिमाल। रचना रिमाल हो, स्वर पनि त्यस्तै आउँदो रहेछ होइन? रचनाको एउटा गीत सुनौ। चर्किएको ऐना सरी फोटो हाम्रो माया, तिमीले घात गरेपछि छोटो हाम्रो माया, चोखो माया गर्ने मेरो दिल तोडी गयो, छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयो, फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड माया पिरिममा। थ्याङ्क यू। कति मिठो। अनि यस्तो मिठो स्वर होइन, उहाँ शङ्का सभाको एउटा गाउँमा बस्ने, अनि यो गीत गाउनले हुन्छ नि कसैले यसो इन्सपायर गरेको क्या? कसले गर्थ्यो घरमा? घरमा मम्मी बाबा सबैले नै गर्नुहुन्थ्यो। अनि मेरो यो गाउने चाहिँ मेरो मामाले पनि गाउनुहुन्थ्यो, अनि मेरो मामा चाहिँ बित्नुभयो,
मेरो मामाको डेथ भयो, त्यही भएर मेरो मामाको चाहिँ सपना थियो नि त मेरो सिङ्गर भन्ने, त्यही भएर मैले आज चाहिँ सपना पुरा गरेको जस्तो लाग्छ। मामाको सपना भान्जीले है। ठिक छ ठिक छ ठिक छ ठिक छ नि त, मामाको सपना पुरा भयो झन् होइन, राम्रो हो त नि। मामालाई चाहिँ के भएको थियो? मलाई करेन्ट लागेर बित्नु। करेन्ट लागेर? सो सरी। अनि अहिले तपाईँ कोसँग आउनुभएको यता? बाबासँग आएको। बाबाले त धेरै सपोर्ट गर्नुहुँदो रहेछ नि है? हजुर गर्नुहुन्छ, घरमा सबैको सपोर्ट नै गर्नुहुन्छ, घरमा सबैजनाले नै। परिवारमा गाउने चाहिँ तपाईँ मात्रै हो? मामा हुनुहुन्थ्यो? हजुर। अब के सोच्नु भएको छ? अब म्युजिकमा कतिसम्म माथि जाने, कसो गर्ने, सङ्गीत सिक्ने सोच्नु भएको छ? हजुर सङ्गीत सिक्ने, अनि अब कहाँसम्म पनि चाहिँ हेरौँ, त्यो पछि नै थाहा हुन्छ। जस्तो अहिले रचना रिमाल भन्नुभयो नि तपाईँले, जस्तो रियालिटी सो थाहा छ नि होइन, नेपाल आइडल, भोइस अफ नेपाल विभिन्न छ नि, अनि त्यो सुनेको थियो होला नि, अनि त्यसमा भिडौँ फाइट गरौँ जस्तो चाहिँ लागेन कहिले? त्यो लाग्छ, अब त्यसमा फेरि म्युजिक नसिकिकन अलिक मतलब अलिक कस्तो, अब आफूलाई त्यो गाउनमा यस्तो मिलाउन पनि जानिँदैन, त्यही भएर अब म्युजिक सिकेर गर्ने भन्ने। अब काठमाडौँ नै बस्ने सोच छ? हजुर, अब 12 सकेर चाहिँ ए उहीँ पढ्नुहुन्छ है सुनको सभामा? ए अनि मोहन सर, अनि यस्तो हिरा भेट्नुपर्छ तपाईँले त होइन, अनि गीत रेकर्ड नै अब गराउनु पर्छ भन्ने चाहिँ कसरी सोच्नुभयो तपाईँले? यस्तो हो सर, कहिले अब मैले चाहिँ के सोचेको भने सर होइन, अब यो अहिले चाहिँ कस्तो छ भने मेरो पनि मान्यता चाहिँ सङ्गीत सिक्नै पर्छ भन्ने नि हो। मैले पनि उसलाई के भनेको भने एउटा अहिले उनीहरूलाई रहर हुन्छ नि त एउटा होइन, एउटा गीत रेकर्ड गर्न पाएँ भन्ने जुन उनीहरू हुटुटी हुन्छ क्या नयाँ मान्छेलाई, त्यो भएको हुनाले चाहिँ अनि गीत रेकर्ड गराउन पाए हुन्थ्यो भन्ने उसले पनि त्यस्तो एक खालको हुन्छ नि, अब मनमा गीत गाउन पाए पनि हुन्थ्यो भन्ने खालको उसको भावना चाहिँ मैले बुझेँ। अनि त्यसपछि एउटा गीत चाहिँ बनाऊँ न त भनेर अनि टिकालाई पनि भने, टिकाले के गाउने त टिका के अरे रेशमासँग भन्दाखेरि लु म गाउँछु भने कि टिकाले पनि, अनि त्यसपछि एउटा गीत बनाऊ भने। तर मैले चाहिँ के भने अब उसलाई यो त्यो एउटा स्टुडियो पनि छुट्टै अनुभव हुन्छ क्या सर, जस्तो सिक्नु एउटा पार्ट छ सङ्गीतको, त्यो विषयलाई लिएर पढ्नु त्यसलाई हुन्छ, तर स्टुडियोमा पनि एक खालको त्यो सिकाइ हो क्या यो पनि होइन। यो अब रेशमाले आज गायो, उसले अलिकति सिक्यो क्या, उसले स्टुडियोमा गाउँदा गाउँदा स्टुडियोको छुट्टै नै छ। तपाईँको क्लासिकल गरेर कति वर्ष साधना गर्नेहरू पनि स्टुडियोमा आएपछि त्यसको स्टुडियोको जुन माइकहरू हुन्छ त्यसको माइकसँग बसेर गाउनलाई चाहिँ धेरै नै गाह्रो हुन्छ। सङ्गीत पनि केही तपाईँको ज्ञान भएको सङ्गीतमा चाहिँ तपाईँको वर्षौँ लगानी गरेर चाहिँ साधना गरेको साधकज्यूहरू पनि आएर स्टुडियोमा गाउँदाखेरि अलिकति फरक नै हुन्छ क्या। त्यो भयो भने चाहिँ स्टुडियोमा पनि सिक्दै गर्ने, यता आफ्नो म्युजिकको पढाइ पनि गर्दै गर्ने, किनभने सङ्गीत भनेको चाहिँ साधना चाहिँ हो। फेरि तपाईँको अहिले गायो, एउटा दुईवटा गीत चल्यो, अब म त अब पुग्यो भन्ने खालको अहिले जुन अहिले त्यस्तो भइरहेछ नि, यस्तो भाइरलको जमाना भनौँ न। तर त्योभन्दा मेरो चाहना चाहिँ के भन्दाखेरि उसलाई पनि मैले सुरुमै भनेको, मैले तिमीलाई भेटिराख्दाखेरि त्यो त मेरो एउटा रहर हो, तिमीलाई गीत गाउनलाई मलाई इच्छा लाग्यो, टिकालाई भने गायो, तर यति मात्रै होइन, गाएर गीत एक दुईवटा गीतहरू गाएर रेकर्ड गर्नु मात्रै होइन, सङ्गीत भनेको चाहिँ तिमीले पढ्नुपर्छ भने मैले उसलाई सोद्धाखेरि चाहिँ म 12 पास गरिसकेपछि म सङ्गीतै लिएर पढ्छु, काठमाडौँ आएर म सङ्गीतको लागि चाहिँ गर्छु भन्ने भन्दाखेरि मैले यसो विचार गरेको, स्वर त एकदम राम्रो छ होइन, टोन त यति मिठो छ, यतिको स्वरलाई त तपाईँको उनले चाहिँ राम्रोसँग पढेर सिक्यो भने त भोलि पछाडि फर्केर हेर्नुपर्छ जस्तो लाग्दैन कि, यति राम्रो स्वर छ। तर सङ्गीत सिक्नु चाहिँ पर्छ, सङ्गीत भनेको पूजा हो, साधना हो, सङ्गीत सिक्नै पर्छ। त्यो भएको हुनाले चाहिँ अब एउटा गीत चाहिँ अब हुन्छ नि त नयाँहरूले हुटुटी भएको कारणले गर्दाखेरि मैले एउटा गीत चाहिँ बनाइहालेँ होइन, बनाइहालेँ, एउटा टचिङ पनि हुन्छ ऊ। अब एउटा सुनौ न त भन्दाखेरि आज असाध्यै मिठो पनि गाए हेर्नुहोस्, सङ्गीतको त तपाईँको उसलाई त तपाईँको अलिकति पनि थाहा छैन नि त ज्ञान त, जस्तो अरूले भनेको भएर उसले सुनेको मात्रै हो नि त, यसरी गाऊ भन्दाखेरि उसले गाउने हो,
अब हजुरले पनि हेरिहाल्नु गाउँदाखेरि होइन अति मिठो गाएको छ नि त होइन त्यो भयो भने यता पनि सिक्दै गर्छ उता पनि हुँदै गर्छ। अब मैले अब मेरो चाहना चाहिँ कस्तो हो भन्दाखेरि जस्तो अब मैले त्यहाँको प्रतिभालाई चाहिँ ल्याएर चाहिँ यसरी यहाँ ल्याइदिइसकेपछि अब अरू मान्छेले पनि त अरू सङ्गीतकारहरूले पनि देख्छन् होइन अरू सङ्गीतकारहरूले सुन्छन् अब अरू गीतकारहरूले सुन्नुहुन्छ होला उहाँहरूले पनि त के अरे चान्स दिन्छ नि त उसलाई होइन उसको स्वर अवसर ढोका खुल्छ होइन। अब मेरो चाहना चाहिँ यो होइन कि अब ल्याउने एउटा गीत गरेर भन्ने चाहिँ होइन मेरो चाहिँ उसले चाहिँ पढ्नुपर्छ सङ्गीत सिक्नुपर्छ होइन। अब यो सङ्गीतलाई चाहिँ निरन्तरता दिएर चाहिँ राम्रोसँग गऱ्यो भने चाहिँ उसको भविष्य राम्रो पनि छ। अनि त्यो भने मैले चाहिँ एउटा एक खालको यहाँ ल्याएपछि साथीभाइहरू जस्तो तपाईँहरूसँग चिन्जान भयो होइन साथीभाइहरूलाई तपाईँलाई चाहिँ मैले ल यस्तो आएको छ भने साथीभाइहरूलाई मैले सुनाएँ होइन। यो पछि उसको पनि एक खालको बिस्तारै पब्लिसिटी हुँदै जान्छ बिस्तारै उसले पनि चिन्दै जान्छ मान्छे साथीभाइहरू होइन। अनि त्यो भयो भने मैले चाहिँ एकचोटि रेकर्ड गराउँ त भन्ने भएर चाहिँ मैले लिएर आएको छ। जस्तो अब गीत गाउँदाखेरि अत्यन्त मिठो स्वर छ मखमली स्वर छ होइन रेशमाको अनि जस्तो फेरि स्टुडियोमा गाउनु भनेको चाहिँ सुर ताल मिलाउनु पर्यो होइन टाइमिङ मिलाउनु पर्यो सबै कुरा मिलाउनु पर्यो कतिको सहज अथवा गाह्रो यस्तो भयो उसलाई चाहिँ भन्नुपर्दाखेरि तपाईँको गाउँदाखेरि ठ्याक्कै उसले बुझ्दो रहेछ बुझ्नुहोस् होइन ताल एकदम राम्रो छ टाइमिङ होइन एकदमै टाइमिङमा गएको छ। अनि थोरै मात्रै जस्तो हामीले स्थायीहरू सट 3-4वटा जस्तो हामीले अन्तरा गायौँ सट स्थायीलाई चाहिँ हामीले रोक्यौँ किन भन्दाखेरि त्यहाँनिर चाहिँ उसको अलिकति सुर पुगेन त्यो चाहिँ उसको त्यो के हुन्छ भने तपाईँको सेन्स हुन्छ क्या म्युजिकको सेन्स हुन्छ। अब जस्तो म्युजिक सिकेको र जस्तो प्रोफेसनलहरूले गाउँदाखेरि चाहिँ यो तरिकाले गर्नु है भन्नुभयो भने उहाँहरूले त्यही सेन्स बुझ्नुहुन्छ नि त। तर उहाँहरूको चाहिँ अब उसको चाहिँ के छ भने अब म्युजिकको सेन्स भए पनि त्यो म्युजिक यसरी गर्नुपर्छ है भन्ने कुरो चाहिँ अझै त्यो सिकेर मात्रै आउने कुराहरू फेरि त्यो चाहिँ होइन। त्यो भएर जस्तो अब तपाईँले देख्नुभयो नि लास्टमा हामीले चाहिँ त्यो स्टाइललाई चाहिँ किन लास्टमा रगड्यौँ भन्दाखेरि चाहिँ त्यो उसको सेन्स अलिकति त्यो हुन्छ नि त्यसमा चाहिँ अलिकति नपुगेको त्यो पछि आफै थाहा हुन्छ त्यो यो सङ्गीत भनेको चाहिँ जति खेल्यो जति सङ्गीतमा भिज्यो त्यो आफै बुझ्दै जाने हो क्या। यो यस्तो गरेर जबरजस्ती यो गर भनेर हुँदैन त्यो चाहिँ सेन्स बिस्तारै भित्र भिज्दै जान्छ उसले बुझ्दै जान्छ सङ्गीतहरू सिक्दै गएपछि गीतहरू गाउँदै गएपछि त्यो आफै थाहा हुँदै जान्छ त्यस्तो हुन्छ होइन। तर त्यति साह्रो अप्ठ्यारो चाहिँ भएन उसलाई गीत रेकर्ड गर्दै तपाईँको कतिपयहरूलाई कति गाह्रो हुन्छ होइन। तर उसलाई त्यही स्थायीमा मात्रै थोरै हो नत्र उसले पर्फेक्ट गाएको छ। रेशमाको चाहिँ कस्तो रह्यो एक्सपिरियन्स जस्तो फर्स्ट टाइम स्टुडियोमा आएर गाउँदा अहिले कुरा त गऱ्यौँ होइन जस्तो सुर ताल मिलाउने कुरा हुन्छ नि टाइमिङ मिलाउने त्यसपछि सुर मिलाउने होइन टेक लिने भन्ने कुराहरू हुन्छ नि आजको गीत रेकर्ड गर्दाखेरि कस्तो लाग्यो? के सिकियो भनौँ न के सिकियो के गर्नुपर्ने रहेछ? टाइमिङमा गाउन चाहिँ गाह्रो हुँदो रहेछ बाहिर गाउनु भन्दा? हजुर अब त्यस्तो हुँदो रहेछ। अनि अब त के भन्नु जस्तो हुन्छ अब के अरे गाउँदाखेरि जस्तो मैले उताबाट एकछिन त कराएँ नि त थोरै त होइन त्यस्तो कराउँदा चाहिँ कस्तो लाग्यो तिमीलाई? कस्तो पनि भएन तपाईँले मेरै लागि भन्नुभएको थियो नि त मैले राम्रो गरोस् राम्रो होस् भनेर भन्नुभएको थियो। अनि सङ्गीतकारहरूले यसरी कराउँदा पनि रहेछन् भनेर पहिलोचोटि थाहा भयो नि होइन पहिले पटक पहिले अलिअलि त्यो मतलब अरूले त्यो गाएको सुन्दाखेरि चाहिँ मैले अलिअलि देखेको चाहिँ थिएँ तर आज चाहिँ आफैले नै थाहा पाएँ। ल एउटा गीत सुनौ ल फेरि कुन सुनाउने आफूलाई मन लागेको गीत तिमीलाई जुन इच्छा लाग्छ त्यो सुनाउनु। चैतमा खडेरीमा डढेलोले बने खायो चैतमा खडेरीमा डढेलोले बने खायो उसको बाटो कुर्दा कुर्दा है उसको बाटो कुर्दा कुर्दा शोक सुर्ताले मनै खायो नारायण चैतमा खडेरीमा डढेलोले बने खायो। थ्याङ्क यू। जुन गीत सुन्नु त्यस्तै छ त्यस्तै मिठो छ हैरानै पो बनायो त अनि अब टिचर चाहिँ नभन्ने टिचर त्यो होइन त्यो अब एउटामा मात्रै भएर नै हुँदैन नि त अब सङ्गीतमा मात्रै भएर पनि हुँदैन अब त्यस टिचरलाई प्लान बी पनि राख्नुपर्छ लाइफमा होइन। हजुर
यो चाहिँ पूर्वेली भाकाको गीत। अनि यो चाहिँ कस्तो छ भने गीत चाहिँ साली भेना क्या। साली भेनालाई चाहिँ एर्कामा अब भेना चाहिँ काठमाडौँ बसेको सहरमा बसेको भनौँ न, अनि साली चाहिँ गाउँतिर बसेको, त्यही अनुसारले चाहिँ बनेको गीत छ यो चाहिँ। अब तपाईँ त अब धेरै अब केही वर्षदेखि नै म्युजिक इन्डस्ट्रीमा हुनुहुन्छ होइन, तपाईँ त अब रियालिटी सोको प्रतिस्पर्धी पनि। आज चाहिँ अब यो तपाईँले गाएको गीतमा चाहिँ एकजना एकदमै फ्रेस गायिका होइन, रेशमा बराइलीको आवाज। हजुर हजुर, कस्तो लाग्यो उहाँसँग गाउँदाखेरि? एकदमै मैले चाहिँ रेशमा बहिनीलाई पहिलादेखि नै मैले टिकटकमा नि फलो गरेको थिएँ, अनि बहिनीको स्वर एकदमै मन परेको। अनि म चाहिँ एकचोटि शङ्ख सभा भोटखोला प्रोग्राममा जाँदाखेरि चाहिँ अनि उता भेटेर आइजो भन्यो, अनि दाइले मलाई कल गर्नुभयो, म चाहिँ उहाँ प्रोग्राममा थिएँ। अनि प्रोग्राममा हुँदाखेरि चाहिँ मैले बहिनीलाई खातबारीमा बस्दो रहेछ, बहिनी चाहिँ बजारमा पढ्ने रहेछ, अनि उसलाई मैले बोलाएर चाहिँ थोरै एकछिन भेटघाट गऱ्यौँ। अनि एउटा हामीले टिकटक बनाएर पनि मेरो टिकटकमा हालेको थियो, एकदमै भ्युज पनि गएको थियो, तर बहिनीको स्वर एकदमै राम्रो लागेको थियो। अनि बहिनीसँग चाहिँ गीत रेकर्ड गर्नुपर्छ भनेर चाहिँ दाइसँग सल्लाह भयो। अनि जे होस् एकदमै राम्रो, धेरै राम्रो पनि गाउने, स्वर पनि एकदमै बवाल। आज एकदमै मन पर्यो, खुसी पनि लागेको छ। कहिले आउँछ गीत चाहिँ? अब यो गीत चाहिँ लगभग हप्ता दिन पछि चाहिँ यसको त्यो के अरे सङ्गीत भर्न होइन, हजुर लिरिक्समा तपाईँले पनि सहयोग गर्नुभएको रहेछ। खासमा चाहिँ मैले यो गीतमा चाहिँ कस्तो भने मैले चाहिँ गाउँको होइन बुढापाकाले पहिलाको होइन बिडी खाने त्यो सम्झेर चाहिँ मैले शब्द थोरै लेखेको थिएँ। अनि स्थायीमा चाहिँ दाइले यो गीत कस्तो हुन्छ भनेर चाहिँ मैले दाइले सुनाएको थिएँ। दाइले ओके यो गीतलाई बनाउनुपर्छ भनेर चाहिँ अब रेशमा बहिनीलाई नि रेकर्ड गराउँ है भनेर चाहिँ सङ्गीत पनि मैले थोरै भरेको, शब्द पनि मैले थोरै हो, तर अब फाइनल चाहिँ दाइले गरेको। रेशमाको गायकी र रेशमाको यो साङ्गीतिक भविष्यलाई लिएर के सुझाव दिन चाहनुहुन्छ तपाईँ? म चाहिँ रेशमा बहिनीलाई के भन्न चाहन्छु भने एकदमै राम्रो भोकल, फर्स्टचोटि उसको रेकर्डिङ, पहिलोचोटि उसको रेकर्ड भइरहेछ, तर एकदमै राम्रो क्या, स्वर चाहिँ प्रोफेसनल क्या, सिङ्गर जस्तो। अब हामी त ठिकै भनौँ न, तर हामी गाइराख्ने मान्छे हुँदा नि बहिनीले एकदमै राम्रो गायो, तर भविष्यमा जो खत्रै सिङ्गर हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। आजको गीत चाहिँ जस्तो यो अलिकति साली भेना भन्ने खालको एक खालको पूर्वेली लोकगीत भनौँ न, पूर्वेली लोकगीत साली भेनाको चाहिँ एउटा यो चाहिँ थोरै मगर कल्चरलाई, थोरै मगर कल्चरको जस्तो अलिकति आधार मानेर चाहिँ हामीले बनाएको छु पूर्वेली बेस्टको। यसमा चाहिँ टिका र मैले सल्लाह गरेर कम्पोजिसन पनि टिका र मैले नै, शब्द पनि हामी दुईजना नै मिलेर नै हामीले तयार गरेको यो एरेन्ज चाहिँ हाम्रो राजु कार्की सरले गर्नुभएको छ। अनि यो चाहिँ आज एकदमै मिठो भएको छ, एकदम मलाई चाहिँ चित्त बुझेको छ। अब रेशमाले पनि मिठो गाएको छ, टिकाले त अब कुरै छ, उसले पनि राम्रै गएकै छ होइन। अनि एकदम एक खालको प्याकेजको राम्रो भएको छ। अनि अर्को कुरा रेशमाले पहिलो गीत रेकर्ड भन्दाखेरि जस्तो धेरै सिङ्गरहरूलाई म अब चलेका नचलेका सबैजना सिङ्गरहरूसँग त मैले काम गरेको छु नि त। उहाँहरू पनि अब सुरुमा गाउँदाखेरि होइन अब कस्तो अलिकति अप्ठ्यारो हुन्थ्यो नि त, तर रेशमाले चाहिँ त्यो हुन्छ नि, हुन त उसलाई थाहा भयो, यसलाई डर लागेको नलागेको, तर त्यो डर लागेको जस्तो मलाई फिल भएन क्या उतापट्टि बसिरहँदाखेरि होइन। त्यो भएको हुनाले उसको फ्युचर एकदम राम्रो छ होइन, एकदम राम्रो छ, तर सिक्नुपर्छ। म चाहिँ भन्छु राम्रोसँग सिक्ने। अब उसले पनि भनिरहेछ, अनि उसको ड्याडीहरूले पनि भनिरहेछ अब काठमाडौँमा चाहिँ अब +2 गरिसकेपछि काठमाडौँमा आएर म्युजिकहरू पढ्ने भन्ने कुराहरू भइरहेको छ। त्यो भएको हुनाले चाहिँ अब उसलाई चाहिँ अब उसको फ्युचर एकदमै राम्रो छ। टोन एकदमै मिठो छ उसको टोन, उसको गट गिफ्टेड हो। किनभने यत्तिको टोनलाई खाऱ्यो भने एक दिन नेपाली श्रोताको मनमुटुमा बस्न सक्छ। यो चाहिँ यति चाहिँ म ठोकै गरेर भन्छु, यति मिठो छ उसको टोनै मिठो छ। रेशमा के छ अन्तिममा भन्ने, कसरी अगाडि बढ्ने म्युजिकमा? अब अहिले चाहिँ म 11मा पढ्दैछु। 11 अब 12 सकेर चाहिँ म यतै काठमाडौँमै आएर म्युजिक पढ्दै पढाइलाई पनि कन्टिन्यू दिने। अनि अवसर पाए अरू गीतहरू गाउने? अवसर पाए भने अरू पनि गीत गाउने, यसरी नै अगाडि बढ्ने। गीत रेकर्ड गर्ने चान्स दिनुभएको मोहन सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वेलकम। ल ल ल ल ठिक छ।